back to my channel. ल हामी चाहिँ केक लिइरहेको केकको कलेक्सन सिलन पढ्नु छोडेर यहाँ यसै सुतिराख्दैछ। यस्तो छ लिचीहरू चाहिँ हाम्रो घरको ब्रदर्सहरू चाहिँ यस्तो हुन्छ है। ए सिस्टर भनेको यस्तो हुन्छ भिडियोमा यस्तो मंकी जस्तो हुन्छ सिधै डाइरेक्ट फ्रम मंकीको दिदी के हुन्छ भन्नु त? मंकीको दिदी के हुन्छ नि? मंकी नै बगो बगो हो। ए तिमीलाई भन्दैछ सासु नि हेर मंकीको दिदी के हुन्छ भनेर। यता दिदी ए अनि उ चाहिँ को हो त अनि? बहिनी हैन दिदी हो। अनि जे भए पनि मंकीको दिदीहरू भनेको छैन दिदी हैन। ल अब चाहिँ हामी पुलाउको लागि प्रिपरेसन गर्नु आँटेको। यहाँ चाहिँ हाम्रो बोजू संस्कारी बोजूले एकदम हाम्रो बाजे कहाँ हुनुहुन्छ नि हाम्रो बोजूले चाहिँ एकदम जे पनि मिठो पकाएर खुवाइहाल्नुहुन्छ है। हो त यहाँ हेर्नु यहाँ पुलाउको प्रिपरेसन गर्नु थालिहाल्नु भयो। बाजेले यहाँ कमेन्ट गरिहाल्नु म छु भनेर सबै मङ्की भेला भयो यहाँ जोकरहरू। बर्थडे गर्ल चाहिँ यतिको चाहिँ पढ्ने हुनुपर्छ है। पढेकै छ। हाम्रो घरको सदस्य चाहिँ यहाँ गेटमा एकछिन बाहिर राखिदिएको उयो भइसक्यो। एकछिन उता जाऊँ न उता एकछिन पछाडि आउनु एकछिन बस्दै गर ल यहीँ बस्छ। आऊ जाऊँ यो न बस्छ गर यहाँ बस्छ। ल मेरो भ्लगमा मेरो दिदीलाई स्वागत छ। के बोलिदिनुहोस्? के बोल्नु नि मासु पकाउँदैछु खानु आउनेलाई सबै सुँगुरको मासु पल्केर आऊ भन्यो। यता हेर्नु न त यता हेर्नु न त। ल गाइस हाम्रो चिल्लर पार्टी चाहिँ यहाँ पर्दैछ हेर्नु यति धेरै ह्याप्पी फेस खोइ। अनि छासन दिदीलाई बर्थडे विश गरिदेऊ न त केही भनिदेऊ न त पछि गएर हेर्छ नि त इन फ्युचरमा के भन्छ ल दिदीलाई बर्थडेमा के भन्नु ह्यापी बर्थडे भन्छ नि अरू केही छैन विशेष। आमालाई त अस्ति तिम्रो दर आशीर्वाद दिँदै थियो त। अब त्यो चाहिँ आशीर्वाद दिने बेला पो हुन्छ अब कहाँ नदिने बेला चाहिँ दिनु त नि हो। लास्टमा बोजू भनिदिनु म त केही बोल्नै आउँदैन। अनि छासनलाई केही अब बोजू भएर आशीर्वादहरू केही दिनुहुन्छ कि? केही आशीर्वाद छैन म गरे कस्तो खालको अब म विश गर्दैछु छासनलाई ह्याप्पी बर्थडे। अब धेरै धेरै ठुलो मान्छे हुनु यो लिची जस्तो चाहिँ नहुनु म जस्तो हुनु। यहाँ बर्थडे गर्ल चाहिँ क्या कता गयो बर्थडे गर्ल चाहिँ यस्तै हुन्छ सब अनसपोर्टिभ ब्रदर भनेको चाहिँ यस्तो हुन्छ हावा पानी के भन्छ ल केक चाहिँ यस्तो छ है सिम्पल एन्ड क्युट। कस्तो अरे दाँत भन त दाँत कस्तो छ अरे तिम्रो खै यी गर त यी गर न कस्तो खालको छ साइन त तिम्रो चाहिँ खै आमै दाँतै छैन रहेछ फेरि। दुईजना यसो गर त यी गरेर बस्छ त दुईजना खै दुईजना ह्याप्पी बर्थडे डियर छासन। अलिक हाँसो जनता है जनता यो भेनाइ पो ह्याप्पी बर्थडे आमा त गीत खुवाइदिए पारा पो त्यो त यहाँ अर्को चाहिँ छ है फोटोग्राफरमा खिचिक पारेको छ। म यहाँदेखि न भिडियो बनाएको लु सबजनाले भेट्यो है। लु सायाङले चाहिँ खुट्टा आमा सायाङले खोइ खुट्टा लुकेको बोजूको। ल ठिक छ ल यतिको चाहिँ हुनुपर्छ। भिडियो होला लाइन है फेरि
आमा हौ यतिको संस्कारी चाहिँ हाम्रै घरको भाइहरू हुन्छ है। लु बुहारी पनि संस्कारी नै। आमा हौ आमा हौ बिर्छ कि क्या हाम्रो कति भयो? आमाको दाँत पनि देखाउ त। टाइम भयो। यहाँ हाम्रो डिनरमा चाहिँ सुँगुरको मासु, यो के छ हाम्रो दिदी र मम्मी चाहिँ भान्चे हुनुहुन्छ। यहाँ अचार यो दिदीको स्पेसल पुलाउ है। भक्का भक् पस्काउनु हुँदैछ। अब हाम्रो चाहिँ पस्काउने ठाउँ पनि यस्तो छ किनकि ठुलो फ्यामिली। अब हाम्रो बोजूले चाहिँ डिउ हाल्नु हुँदैछ। परमेशको भात चाहिँ छ कि छैन हौ? छ नि। परमेशले हेऱ्यो भने चाहिँ यो तिम्रो भातको सुमाना बोजूले खाइदिनुहुन्छ अरे। जनताहरू भन त कोक खाने कि डिउ खाने? मिक्स मलाई तिमी कोक खाने कि डिउ खाने? हाङमा डिउ तिमी? टोटल डिउ तिमी भन त। तिमी भन त लिची मिक्स कस्तो भयो रे गाइस? के चाहिँ मन पर्यो तिमीलाई? सुँगुरको? हजुर। के गरिदिनु रे सायाङ? ए हान्छ भन त फेरि। मेरो छामाको च्यानललाई भन। बर्थडेवालालाई। राम्रो भयो दिदी। तिमी परमेश दादालाई कतिको मिस गरिरहेछ नि? धेरै। ल धेरै भन्दिनु। मेरो पनि आइसक्यो। ल अब हामी चाहिँ सबैजना बसेर खानु आँटेको। ओ हेर सबैजना छठमा। दामी भन्यो मम्मी। कस्तो हुँदैछ आजको क्वासनको बर्थडे? एकदम रमाइलो मिठो भइरहेछ। पुलाउ तपाईँको नातिनी चाहिँ साइडमा बसेर हेर्दैछ पाल। अनि यो ग्लासको चाहिँ के हो तपाईँको? दही। के भन्नु छ तिमीलाई चाहिँ? हाँगले हात उठाउँदैछ त। ए हाँगमा पनि ल अब चाहिँ बोल्छ है। गुड गुड गुड। यहाँ हाम्रो के भयो थप्नेलाई के भन्छ? भान्चे। ल भान्चेलाई के भन्नु छ आफ्नो कुकिङ स्किल्समा? अलिक साह्रो बोल्नु, जनता सुन्दैन यहाँ। माइक नै छैन। अनि त्यो तपाईँको ग्लासको चाहिँ के हो फेरि भन्नु? भन्ने होइन, हामीले कमेन्टमा आउनुपर्छ यो। अब हाम्रो चाहिँ यहाँ भाँडा मस्काउने कामहरू हुँदैछ। बुहारीहरूको काम छैन। संस्कारी छोरी। ल भर्खर भाँडा मस्काएर सकियो। अब तल झरौँ। ल बाई भन सबैजना। खोइ बर्थडे गर्ने चाहिँ भने त खोइ। अनि ह्याप्पी बर्थडे फुपू, छासन फुपू भन त। ल हामी चाहिँ भर्खरै घर आइसक्यौँ। अब आजको दिन यस्तै भयो। ल के भन्नु छ तपाईँलाई? आजको दिन छासनको बर्थडे थियो। बर्थडे खाएर आउँदै ढिलो भयो। ठिकै छ, रमाइलो भयो। ल थ्याङ्क यू फर वाचिङ। अब नेक्स्ट भिडियो